चाहिँ म पनौती वडा नम्बर 7 मा रहेको सामुदायिक विद्यालय श्री पुण्य माध्यमिक विद्यालयमा चाहिँ प्रवेश गर्न गएछु। हेरौँ त कस्तो हुने रहेछ। नमस्ते, म श्री पुण्य माध्यमिक विद्यालयको प्रधानाध्यापक सरस्वती करेल। यस विद्यालयको स्थापना 2026 साल जेठ 1 गते भएको हो। स्थापना कालमा यो प्राइमरी स्कुलदेखि निमावि हुँदै हाल माध्यमिक विद्यालय कक्षा शिशुदेखि 10 कक्षासम्म यो सञ्चालित छ। यहाँ गत वर्ष 288 जना विद्यार्थीहरू भर्ना भएका थिए भने यसपटक यो आन्दोलनको कारणले गर्दा भर्ना हुने क्रम जारी नै छ र हालसम्ममा 205 जना विद्यार्थी भर्ना भइसकेका छन्। विद्यालयमा म्याथ ल्याब र साइन्स ल्याब पनि छ, जसले गर्दा सैद्धान्तिक रूपमा मात्रै नभइकन व्यावहारिक रूपमा प्रयोगात्मक तरिकाले विद्यार्थीहरूलाई सिकाउन सकिने हुनाले टिचरहरूले चाहिँ ल्याबमा गएर त्यो प्रयोगात्मक तरिकाले विद्यार्थीहरूलाई चाहिँ अध्यापन गराउनुहुन्छ। यस विद्यालयमा 2080 र 81 मा एनसीसी कार्यक्रम पनि हामीले लागू गरेका थियौँ। एनसीसी कार्यक्रममा 18 जना विद्यार्थी भाइ र 18 जना विद्यार्थी बहिनी 100 दिनको ट्रेनिङ लिएर आइसक्नु भएको छ। त्यस्तै भौतिक संरचनामा यहाँ हामीले पानी ट्याङ्की, टोयलेट, व्यवस्थित टोयलेट, शुद्ध खानेपानीको व्यवस्था, सीसीटीभी क्यामेरा, त्यसै गरेर कक्षा कोठामा स्मार्ट बोर्डहरू, स्मार्ट टिभीहरू हामीले व्यवस्था गरेका छौँ र तातो र चिसो पानी खानको लागि वाटर डिस्पेन्सरको पनि हामीले व्यवस्था गरेका छौँ, जसले गर्दा विद्यार्थीहरूलाई पानीकै कारणले कुनै पनि प्रकारको रोग नलागोस् भन्नका लागि हो। र त्यस्तो यहाँ देखिएको पनि छैन। र विद्यार्थीको क्रियाकलापमा हामीले प्रत्येक शुक्रबार 1 बजेसम्म हामीले क्लास लिन्छौँ, टिफिन टाइमसम्म क्लास लिन्छौँ र टिफिन टाइम पछाडि क्लास वाइज गरेर हामीले तिनीहरूलाई अतिरिक्त क्रियाकलापहरू, वाद विवाद, वक्तृत्व कला, स्पेलिङ कन्टेक्स्ट, त्यसै गरेर खेलकुद कार्यक्रमहरू हामीले लागू गर्छौँ, जसले गर्दा विद्यार्थीको शारीरिक तथा मानसिक विकास होस् भन्ने हामीले सोचेका छौँ। सहयोगको लागि पनि विद्यालयमा धेरै व्यक्ति तथा दातरी संस्थाहरूले सहयोग गर्नुभएको छ। पनौती नगरपालिका वडा नम्बर 7 मा अवस्थित यो विद्यालयमा गएको अघिल्लो वर्ष 5 लाख रुपियाँ 2080 मा 5 लाख रुपियाँ सहयोग गर्नुभएको थियो भने 81 मा 3 लाख रुपियाँ विद्यालयको भौतिक तथा शैक्षणिक क्रियाकलापमा खर्च गर्नु भनेर त्यसमा तोकिएको थियो। हामीले शिक्षण क्रियाकलापसँग सम्बन्धित खेलकुदका सामग्री, विद्यार्थीलाई दिने कपीहरू, कलमहरू, पेन्सिलहरू, त्यसै गरेर हामीले वादविवाद प्रतियोगिता, नृत्य प्रतियोगिता, अतिरिक्त क्रियाकलापको रूपमा कम्पिटिसन, विभिन्न विद्यालयसँग हामीले कम्पिटिसन गरेर त्यो कार्यक्रम पनि हामीले लागू गरेका थियौँ भने हामीले फुटसल बनिपामा आफ्नै विद्यार्थीको त्यहाँ फुटसल हल छ, त्यो हलमा गएर हामीले फुटसल खेलाउने, राष्ट्रपति रनिङ सिलमा भाग लिन लगाउने, त्यस्तै चाइल्ड नेपालबाट खेल्न लगाउने गर्दा हामीले विभिन्न पोजिसन पनि ल्याएर विद्यार्थीको क्रियाकलापमा, खेलकुद क्रियाकलापमा हामीले प्रोत्साहन पनि गरेका छौँ। छात्रवृत्तिको लागि पनि पासा भन्ने एउटा संस्था छ, जसलाई चिनेनु भन्न चिनिन्छ। त्यो पासाबाट हामीलाई 25 जना विद्यार्थीको लागि छात्रवृत्ति सहित 1 वर्षसम्म कक्षा 10 को 25 जना विद्यार्थीलाई फ्रीमा म्याथको ट्युसन गराइदिने व्यवस्था गर्नुभएको छ भने आपसका निम्ति समाज भन्ने काठमाडौँमा एउटा संस्था छ, त्यसबाट 10 जनालाई नगद सहित स्टेसनरी
दिने व्यवस्था गरिएको छ। र बनेपाबाट पनि हामीले दुईवटा संस्थाबाट हामीले छात्रवृत्ति पाएका छौँ भने व्यक्तिहरूतर्फबाट पनि छात्रवृत्ति दिएको छ। विद्यार्थीले राम्रो गरेर एससी पास भयो भने अमेरिकामा बस्ने एकजना साथी हुनुहुन्छ, उहाँले चाहिँ स्पोन्सर पनि गरिदिन्छु, +2 सम्म पढाइदिन्छु, जुन विषय लिएर पढ्न सकिन्छ पढाइदिन्छु भन्नुभएको छ भने मेरो आफन्तहरूबाट पनि छात्रवृत्ति विद्यार्थीले पाएका छन्। उहाँहरूले पनि एससी उन्काइदिने र पछि गएर +2 को लागि पनि सहयोग गर्ने भन्ने कुराहरू गर्नुभएको छ। दिवा खाजा 1 देखि 5 सम्म नेपाल सरकारको दिवा खाजालाई मात्रै हामीले फलो गरेका छौँ। टिफिनमा विद्यार्थीहरू यत्रतत्र जाने जङ्क फुडहरू खाने गरेको हुनाले यसपालिदेखि हामीले क्यान्टिनको व्यवस्था पनि गर्ने जमर्को गरेका छौँ। र इङ्ग्लिस मिडियमको मान्यतालाई आधार मानेर एक्स्ट्रा बुक अतिरिक्त इङ्ग्लिस बुकहरू हामीले कक्षा 1 देखि कक्षा 5 सम्म यदि आवश्यकता देख्यो भने 8 सम्म पनि हामीले त्यो राखेर इङ्ग्लिसलाई अझ इम्प्रुभ गराउने पनि हामीले गर्ने सोच गरेका छौँ। र कक्षा कोठामा हल कोठामा कक्षा 10 मा कक्षा 9 मा कक्षा 8 मा कक्षा 7 मा स्मार्ट बोर्ड 75 इन्चको स्मार्ट बोर्ड छ भने शिशु कक्षामा कक्षा 1 मा 2 मा 3 मा 4 मा चाहिँ स्मार्ट टिभीबाट विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउने, खेलको माध्यमबाट श्रव्य दृश्य सामग्रीको तर्फबाट अध्ययन अध्यापन गराउने हामीले गरेका छौँ। व्यवस्थित बसाइका लागि साना साना विद्यार्थी भाइ बहिनीलाई डेस्क बेन्चको प्रयोग नगरिकन चौकटी र टेबलको प्रयोगबाट बसेर सजिलोसँग लेख्न सक्ने वातावरण हामीले सिर्जना गरेका छौँ। र कक्षा कोठालाई आकर्षक बनाउन यो विद्यालयको निर्माण 2048 सालमा भएको थियो भने कक्षा कोठामा चाहिँ रङरोगन गरिएको थिएन। बाहिर पनि कुनै प्रकारको रङरोगन नभएको हुनाले नगरपालिकाले 2080 मा 5 लाख रुपियाँ सहयोग गरेर हामीले सुर्की लगायौँ भने यसपालि 3 लाख रुपियाँ सहयोग गरेर हामीले कक्षा कोठालाई आकर्षण बनाउन रङरोगन गरेका छौँ। र हाम्रो विद्यालयमा विद्यार्थी भाइ बहिनीहरू चाहिने कुरामा सबैसँग डराउँछन्, नचाहिने कुरामा एकदम फ्रेन्डली चाइल्ड फ्रेन्डली वातावरणमा टिचरहरू पनि विद्यार्थीहरू पनि बालमैत्री शिक्षण क्रियाकलाप गरेर उनीहरूसँग हुलमिल गरेर आवश्यकता बुझेर विद्यार्थी भाइ बहिनीहरूको चाहना अनुसार यस विद्यालयमा अध्ययन अध्यापन गराउने हामीले गरेका छौँ। र कक्षा 9 मा हामीले यो पटक जो भर्ना हुन्छ एक सेट सर्ट प्यान्ट हामीले दिने स्कलरसिप स्वरूप कुनै व्यक्तिले दिनुहुन्छ, हामीले उपलब्ध गराइदिने। र ट्र्याकसुट 2076 सालदेखि नै निःशुल्क रूपमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पुरानो विद्यार्थी हाम्रो पूर्व विद्यार्थीहरूको सहयोगमा सङ्घ संस्थाको सहयोगमा हामीले ट्र्याकसुट र गत वर्ष हामीले वडाको छात्रवृत्तिबाट पनि हामीले ट्र्याकसुट विद्यार्थीहरूलाई वितरण गरेका छौँ। र भर्ना गर्दाखेरि हामीले पूर्ण रूपमा निःशुल्क उहाँहरू यस विद्यालयमा शिक्षक अभिभावक सङ्घ हुनुहुन्छ, विद्यालय व्यवस्थापन समिति हुनुहुन्छ, त्यसै गरेर शिक्षकहरू क्वालिफाइड हुनुहुन्छ, मेहनती हुनुहुन्छ, लगनशील हुनुहुन्छ। उहाँहरू सम्पूर्णको सहयोगले यस विद्यालयमा नतिजा पनि राम्रो उत्कृष्ट गत वर्ष हाम्रो 78% चाहिँ नतिजा राम्रो भएको थियो, हामीले उत्तीर्ण गराउन सफल भएका थियौँ। यसबाट यो पनि बुझ्न सकिन्छ कि शुल्क उठाएर मात्रै शिक्षाको गुणस्तर राम्रो हुने होइन कि शुल्क नउठाउँदा पनि यदि लगनशील शिक्षक र सहयोगी व्यवस्थापन समिति भएमा बिना लोभ लालचमा नपरिकन निःशुल्क रूपमा अतिरिक्त कक्षाहरू पनि पढाइदिनु भएको छ। र एकदम 9 र 10 लाई चाहिँ हामीले एकदम थोरै न्यूनतम शुल्कमा हामीले अतिरिक्त कक्षा सञ्चालन गरेर
राम्रो उत्कृष्ट नतिजा हासिल गर्न हामी सफल भएका छौँ। यस अर्थमा पनि निःशुल्क गर्दा पनि गुणस्तरीय चाहिँ विद्यालयलाई गर्न सकिन्छ भन्ने कुरामा म आफू पनि विश्वस्त रहेको छु। हस् त, धन्यवाद, नमस्कार।